नमस्कार तथा हार्दिक स्वागत छ अनलाइन लोक सेवा तयारी कक्षाको आजको श्रृङ्खलामा। हामी यहाँहरू समक्ष नेपालको भूगोल टिप्पण टापन भाग 1 लिएर उपस्थित भएका छौँ। हाम्रो यसभन्दा अगाडिको भाग 1 देखि भाग 6 सम्मका विभिन्न नेपालको भूगोल अन्तर्गतका भिडियोहरूमा नसमेटिएका तर लोक सेवा आयोगको संघीय शाखा अधिकृत नायब सुब्बा खरिदार तथा प्रदेशका विभिन्न परीक्षाहरूमा सोधिएका प्रश्नहरूलाई समेटेर यहाँहरू समक्ष उपस्थित भएका छौँ। आजको यस भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर कृपया लाइक, कमेन्ट, शेयर तथा सब्स्क्राइब गर्न नबिर्सिनुहोला भन्दै आजको कक्षा सुरु गर्न गइरहेका छौँ। साथीहरू, हामीले यहाँ विशेष गरी लोक सेवा आयोगको परीक्षामा सोधेका प्रश्नहरूलाई समेट्ने जमर्को गरेका छौँ। 1000 भन्दा बढी प्रश्नहरू यस श्रृङ्खलामा हामी समेट्नेछौँ। सुगौली सन्धि हुनुभन्दा अगाडि नेपाल र भारतको बीचमा 894 वटा जङ्गी पिल्लर रहेका थिए। यो एकचोटि लोक सेवा आयोगमा सोधेको प्रश्न हो। भारतपछि नजिकको देश चीन अनि त्यस पछाडि बङ्गलादेश र भुटान हो। नेपालको अन्तर्राष्ट्रिय सिमाना भारततर्फ 1690 किलोमिटर अनि चीनतर्फ 1236 गरी कुल अन्तर्राष्ट्रिय सिमाना नेपालको 2926 किलोमिटर हुन जान्छ। नेपालको टोटल क्षेत्रफल मध्ये करिब 93% जमिन तथा 7% जल रहेको छ। नेपालमा विशेष गरी नदी नालाहरू, सिमसार क्षेत्रहरू, त्यसै गरी ताल तलैया, पोखरी, कुण्ड लगायत को भूभागलाई हामी जल क्षेत्रकामा चाहिँ राखेका छौँ। नेपाल भूपरिवेष्टित राष्ट्र हो जहाँ समुद्रसम्मको पहुँच नभए तापनि टोटल एरियामा मोटामोटी 7% भूभाग जल क्षेत्र रहेको छ। नेपाल विश्वमा क्षेत्रफलमा 95औं राष्ट्र हो। त्यसै गरी विश्वमा रहेका भूपरिवेष्टित राष्ट्रहरूमध्ये नेपाल 22औं ठुलो राष्ट्र हो भने सार्कमा हामी 5औं स्थानमा रहेका छौँ। वन क्षेत्रका हिसाबले सार्कमा हामी दोस्रो स्थानमा रहेका छौँ। यो पनि सोधेको प्रश्न रहेको छ। त्यसै गरी नेपालको सबैभन्दा चौडा भूभाग भनेको लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा पर्दछ। लुम्बिनी प्रदेश हुँदै कर्णाली प्रदेश जोडिएको भूभाग। यसभन्दा अगाडि हामीले जसलाई मध्यपश्चिमाञ्चल विकास क्षेत्र भन्थ्यौँ त्यो भूभाग रहेको छ भने सबैभन्दा कम चौडा भएको भूभाग भनेको कोशी प्रदेशमा पर्दछ। नेपालको क्षेत्रफल सुगौली सन्धि हुनुभन्दा अगाडि 2,67,550 वर्ग किलोमिटर कायम भएको पाइन्छ। सुगौली सन्धि अगाडि नेपालको उत्तरी सिमाना कुत्ती केरुङ तिब्बतसम्म फैलिएको थियो। दक्षिणी सिमाना गोरखपुर भारतसँग फैलिएको थियो भने सुगौली सन्धिपछि नेपालको सिमाना उत्तरी सिमाना हुम्लाको च्याङ्ला रहेको छ भने दक्षिणी सिमाना झापाको लोधावरी रहेको छ। साथीहरू, अब हामी यहाँहरू समक्ष नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्साको यात्रा कस्तो रहेको थियो त्यो सम्बन्धी यहाँहरू समक्ष जानकारी दिन गइरहेका छौँ। नेपाल सरकारको मन्त्री परिषदको मिति 2077 साल जेठ 5 गतेको निर्णय अनुसार नयाँ नक्सा सार्वजनिक गरेको छ। त्यसै गरी 2077 साल जेठ 7 गते भूमि सहकारी तथा गरिबी निवारण मन्त्रालयले नयाँ नक्सा चाहिँ सार्वजनिक गरेको। त्यसै गरी 2077 साल जेठ 9 गते नयाँ नक्सा अनुसार निशाना छाप परिवर्तन गरी संविधान संशोधन विधेयक दर्ता गरेको। त्यसै गरी 2077 साल जेठ 31 गते प्रतिनिधि सभाबाट पारित भयो भने 2077 साल असार 4 गते राष्ट्रिय सभाबाट पारित भयो। कुल 57 मत पक्षमा परेको थियो। 2077 साल असार 4 गते राष्ट्रपतिबाट प्रमाणीकरण भई
2077 साल असार 4 गते नै नेपाल राजपत्रमा प्रकाशित र लागू भएको छ भने अंग्रेजी संस्करण चाहिँ 2077 साल श्रावण महिनाको 30 गते स्वीकृत भएको। विशेष गरी नेपालको यो नक्साको यो यात्राले हाम्रो समग्र नेपालको क्षेत्रफल 1,47,516 अर्थात् 335 वर्ग किलोमिटरले बढ्ने अनुमान गरिएको छ, जुन 56,956.24 वर्ग माइल चाहिँ क्षेत्रफल कायम हुने अनुमान गरिएको छ। साथीहरू, भारत र चीन बीच सन् 2015 मे 15 मा भएको लिपुलेख सम्झौता अनुसार नेपालको विवादास्पद क्षेत्र लिपुलेख 372 वर्ग किलोमिटर जुन दार्चुला जिल्लामा फैलिएको छ, जुन चाहिँ हालको ब्यास गाउँपालिका वार्ड नम्बर 1 मा पर्दछ। त्यस्तै नेपालको लिपुलेख लिम्पियाधुरा र कालापानी जस्तै भुटान र चीन बीच रहेको विवादास्पद स्थान भनेको चाहिँ डोकलाम हो भने भारत र पाकिस्तान बीचमा रहेको विवादास्पद स्थल भनेको जम्मू काश्मीर हो। नेपालको नयाँ नक्सा जारी भए सँगसँगै नेपालको पश्चिमी बिन्दु दार्चुलाको लिम्पियाधुरालाई मानिन्छ। नेपालबाट नजिक रहेका देशहरूमा सबैभन्दा नजिक भारत, चीन जोसँग हाम्रो सिमाना जोडिएको छ। सिमाना नजोडिएका देशमा सबैभन्दा नजिकको देश बङ्गलादेश, जुन नेपालबाट 27 किलोमिटर टाढा रहेको छ भने दोस्रो नजिकको देश भनेको भुटान नेपालबाट 32 किलोमिटर टाढा रहेको छ। सबैभन्दा नजिकको विमानस्थल भनेको पटना बिहार रहेको छ भने बन्दरगाह भनेको कोलकाता बन्दरगाह करिब 3000 किलोमिटर टाढा रहेको छ। खाडी भनेको बंगालको खाडी रहेको छ, जुन 1127 किलोमिटर टाढा रहेको छ। नेपालको राजधानीबाट सार्क देशका राजधानीहरू बीचको दूरी कति छ भन्दा थिम्पू भुटानको राजधानी रहेको छ, जुन 400 किलोमिटर टाढा रहेको छ। बङ्गलादेशको राजधानी ढाका रहेको छ, जुन 620 किलोमिटर टाढा रहेको छ। त्यसैगरी तेस्रो टाढा भनेको नयाँ दिल्ली भारत रहेको छ, जुन भारतको राजधानी नयाँ दिल्ली रहेको छ, जुन चाहिँ 790 किलोमिटर टाढा रहेको छ। त्यसैगरी पाकिस्तानको राजधानी इस्लामाबाद 1380 किलोमिटर टाढा छ। अफगानिस्तानको राजधानी काबुल 1710 किलोमिटर टाढा छ भने श्रीलङ्काको राजधानी कोलम्बो 2320 किलोमिटर टाढा छ। मालदिभ्सको राजधानी 2760 किलोमिटर टाढा छ। साथीहरू, हामीले सार्क राष्ट्रका विभिन्न राजधानी नेपालको राजधानीबाट कति किलोमिटर टाढा रहेको छ भन्ने यहाँहरु समक्ष जानकारी प्रस्तुत गर्यौं। अब नेपालका मुख्य मुख्य शहरहरूको अक्षांश र देशान्तर कहिलेकाहीँ प्रश्न सोध्ने गरेको छ, यो पनि याद गर्नुहोला। काठमाडौँको अक्षांश 27 डिग्री 7 मिनेट उत्तरी अक्षांश, त्यसैगरी 86 डिग्री 16 मिनेट पूर्वी रहेको छ। पोखरा 28 डिग्री 2 मिनेट उत्तरी अक्षांश, 83 डिग्री 9 मिनेट पूर्वी देशान्तरमा रहेको छ। दिपायल 29 डिग्री 2 मिनेट उत्तरी अक्षांश, त्यसैगरी 80 डिग्री 9 मिनेट पूर्वी देशान्तर रहेको छ। नेपालगञ्ज 28 डिग्री 5 मिनेट उत्तरी अक्षांश, 81 डिग्री 6 मिनेट पूर्वी देशान्तर रहेको छ। विराटनगर 26 डिग्री 4 मिनेट उत्तरी अक्षांश, 87 डिग्री 2 मिनेट पूर्वी देशान्तर रहेको छ।
सगरमाथा हिमाल 27 डिग्री 59 मिनेट उत्तरी अक्षांश, 86 डिग्री 55 मिनेट पूर्वी देशान्तरमा रहेको छ। गौरीशंकर हिमाल 27 डिग्री 9 मिनेट उत्तरी अक्षांश छ भने 86 डिग्री 15 मिनेट पूर्वी देशान्तर छ। यसैलाई आधार मानेर नेपालको समय निर्धारण भएको छ। अब यहाँहरु समक्ष हामी नेपालका हिमाली प्रदेश, तराई प्रदेश र पहाडी प्रदेशको सबैभन्दा ठूलो जिल्ला र सबैभन्दा सानो जिल्ला कुन रहेको छ यो सम्बन्धी जानकारी दिन गइरहेका छौं। हिमालको सबैभन्दा ठूलो जिल्ला डोल्पा हो भने सबैभन्दा सानो जिल्ला रुकुमपूर्व रहेको छ। त्यसैगरी पहाडी प्रदेशको सबैभन्दा ठूलो जिल्ला सिन्धुली रहेको छ भने सानो जिल्ला भक्तपुर रहेको छ। तराईको ठूलो जिल्ला कैलाली रहेको छ भने सानो जिल्ला नवलपरासी पश्चिम रहेको छ। साथीहरु 2075 साल फागुन 19 गते म्याग्दी जिल्लालाई हिमाली जिल्लामा परिणत भए पश्चात यो चाहिँ थपघट गरिएको हो। अब यहाँहरु समक्ष नेपालमा पाइने विशेष 5 प्रकारका पहाडको बारेमा चर्चा गर्न गइरहेका छौं। मर्दार पर्वत एउटा पहाडको प्रकार रहेको छ। पृथ्वीमा हुने क्षितिजीय हलचलका कारण पृथ्वीको धरातल खुम्चिन गई कुनै भाग माथि उठ्ने र कुनै भाग दब्ने हुन्छ। जहाँ उठेको भागलाई हामी प्रतिनति भन्छौं भने दबेको भागलाई सन्नति भन्छौं। यसरी कुनै भाग उठ्ने र कुनै भाग दबेर बनेको पहाडलाई मर्दार पहाड भनिन्छ। विशेष गरिकन नेपालको महाभारत पर्वत मर्दार पर्वतको रूपमा चिनिन्छ भने पृथ्वीमा चाहिँ हिमालय पर्वत, रकी पर्वत, एन्डिज पर्वत यसका उदाहरण हुन्। अर्को पहाड भनेको ढिके पहाड रहेको छ। विशेष गरिकन पृथ्वीमा लम्ब हलचल हुँदा दरारको छेउतिर रहेको भाग माथि उठ्ने र बीचको भाग दब्ने गरी बनेको पहाडलाई हामी ढिके पहाड भन्दछौं। यसरी पहाड निर्माण हुँदा दरारको बीचमा जुन भासिएर रहेको भाग छ त्यो भागलाई हामी दरार बेसीको नामले चिनिन्छ। ढिके पहाडलाई अवरोधी पर्वतको रूपले पनि चिनिन्छ। विशेष गरी भारतको विन्ध्या, सतपुरा चाहिँ यसका उदाहरण हुन्। अर्को ज्वालामुखी पहाड रहेको छ। कुनै पनि कारणले पृथ्वीमा ज्वालामुखी विस्फोटन भई निर्माण भएको पहाडलाई ज्वालामुखी पहाड भनिन्छ। यसलाई सञ्चय पहाड पनि भन्ने गरिन्छ भने जापानको फुजीमा रहेको, त्यसैगरी एबिसिनिया, त्यसैगरी कोटोक्याप्सी लगायतका पहाडहरू ज्वालामुखी पहाडका उदाहरण हुन्। अर्को पहाड रहेको छ अवशिष्ट पहाड। विशेष गरिकन ठूला ठूला पहाडलाई नदी, हिमनदी, वायु, वर्षा आदिले खियाउँदै लगेर कडा चट्टान मात्र बाँकी रहेको पहाडको जुन स्वरूप छ त्यसलाई अवशिष्ट पहाड भनिन्छ। विशेष गरी भारतको अरावली र पारसनाथका पहाड भनेको अवशिष्ट पहाडका उदाहरण हुन्। अर्को पहाडको प्रकार अर्थात् 5औं प्रकारको पहाड रहेको छ गुम्बज पहाड। विशेष गरी यिनीहरूको निर्माण भित्रबाट आएको मन्दगति शक्तिका कारण हुँदछ। यस्तो शक्तिको उत्पत्ति विस्तृत रूपमा ब्रह्माण्डको म्याग्मा बाहिर आउने क्रममा बाहिर निस्किन नपाउँदै सेलाउन थाल्यो भने यसले तलतिरबाट दिएको दबावको कारण जमिनको सतह माथितिर मोडिन्छ र पहाडको स्वरूप निर्धारण हुन्छ। यस्तो प्रकारको पहाडलाई गुम्बज पहाड भनिन्छ। विशेष गरी लाभा डोम पहाडलाई चाहिँ यसको उदाहरण अर्थात् प्रकारको रूपमा लिन सकिन्छ। अब नेपालमा रहेका भित्री मधेसका जिल्लाहरूको विभाजन, भित्री मधेसका जिल्ला त हामीले थाहा पाइसकेका छौं। त्यसमा पनि लोक सेवा आयोगले पूर्वी, मध्य
तथा पश्चिम भनी छुट्याए प्रश्न सोध्ने गरेकाले त्यही अनुसारको सामग्री यहाँहरु समक्ष हामीले प्रस्तुत गरेका छौं। पूर्वी भित्री मधेस भन्नाले उदयपुर र सिन्धुली दुईवटा जिल्लालाई चिनिन्छ। मध्य भित्री मधेस भन्नाले मकवानपुर, चितवन र नवलपरासी है साथीहरु, चारवटा जिल्लालाई हामी मध्य भित्री मधेस भन्छौं भने पश्चिमी भित्री मधेस भनेको दाङको देउखुरी जुन ठुलो उपत्यका रहेको छ भने मध्य पश्चिम भित्री मधेस भनेको सुर्खेत उपत्यकालाई लिइन्छ। विशेष गरी यसलाई पनि क्षेत्रफलको आधारमा वा पूर्वदेखि पश्चिमको क्रम पनि सोध्ने गरेको छ परीक्षामा। विशेष गरी पूर्वदेखि पश्चिमसम्मको क्रम भनेको उसिम चिन दासु भन्ने सूत्र यहाँहरुले सम्झिनु होला। उदयपुर, सिन्धुली, मकवानपुर, चितवन, नवलपुर, दाङ र सुर्खेत। त्यसैगरी क्षेत्रफलको आधारमा ठूलोदेखि सानो क्रम सोध्यो भने दाङ, त्यसैगरी सिन्धुली, सुर्खेत, मकवानपुर, चितवन, नवलपरासी, उदयपुर रहेको छ। यसको सूत्र चाहिँ दासिसु मचिनौ भनी सम्झिनु होला। अब हामी नेपालको जुन यो यात्रा संघीय नेपालको संरचनासम्म आउँदाखेरि इतिहासको कालखण्डमा कसरी राज्यहरू विभाजन भएका रहेछन्, कति राज्य रहेका छन् भनेर थोरै यहाँहरु समक्ष चर्चा गर्न गइरहेका छौं। यो पनि लोक सेवाको दृष्टिमा महत्त्वपूर्ण प्रश्न हुन सक्छ साथीहरु। लिच्छवी कालमा 13 वटा क्षेत्रमा विभाजन भएको थियो। पृथ्वीनारायण शाहको पालामा 12 वटा क्षेत्रमा विभाजन। त्यसैगरी जंगबहादुर राणाले नेपाललाई 59 इकाइमा विभाजन गरेका थिए भने भीमसेन थापाको पालामा 39 जिल्लामा विभाजन भएको थियो। वीर शमशेरको पालामा 35 जिल्ला जसमा 12 वटा तराई र 23 वटा पहाडमा भनी विभाजन गरिएको थियो भने 2018 साल वैशाख 1 गतेबाट राजा महेन्द्रले 14 अञ्चल 75 जिल्ला सहित हिमाल पहाड र तराई प्रदेशमा विभाजन गरिएको थियो, जसमा 10 वटा नदीको आधारमा 2 वटा हिमाल र 2 वटा धार्मिक स्थलको आधारमा नामाकरण गरिएको थियो नेपालका 14 वटा अञ्चलहरूलाई। त्यसैगरी 2029 सालमा राजा वीरेन्द्रले नेपाललाई 4 विकास क्षेत्रमा विभाजन गरेको पाइन्छ भने विक्रम सम्वत 2037 साल असोज 26 गते 5 विकास क्षेत्रमा विभाजन गरिएको थियो भने नेपालको संविधान अनुसार विक्रम सम्वत 2072 साल असोज 3 गते पश्चात संघीय नेपालको संरचना अन्तर्गत 3 तहको शासन प्रणाली अवलम्बन गरिएको छ। 77 वटा जिल्ला र 753 वटा स्थानीय तह रहेको नेपालको संघीय संरचना हालको संरचना हो। 2073 साल फागुन 27 गतेको राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न मितिमा थप भएका हालका 753 वटा स्थानीय तह, जसमा महानगरपालिका 6 वटा, उपमहानगरपालिका 11 वटा, नगरपालिका 276 वटा र गाउँपालिका 460 वटा रहेका छन्। अब यहाँहरु समक्ष अर्को जानकारी, भारतलाई छुने प्रदेश कुन कुन भन्दा 6 वटा प्रदेशले भारतलाई छुने गर्दछ। विशेष गरिकन कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम गरी 6 वटा प्रदेशले भारतलाई छुन्छ। चीनलाई छुने प्रदेश भनेको कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम 5 वटा रहेको छ। दुबईलाई छुने प्रदेश 4 वटा रहेको छ, कोशी, बागमती, गण्डकी, सुदूरपश्चिम। साथीहरु, त्यसैगरी भारतलाई छुने नेपालका जिल्ला 25 वटा रहेका छन्। चीनलाई छुने नेपालका जिल्ला 15 वटा रहेका छन् भने भारत र चीन दुवैलाई छुने 2 वटा जिल्ला रहेका छन्। 2 वटा ती भनेको ताप्लेजुङ र दार्चुला भने
नेपालका भारत र चीन दुवैलाई नछुने जिल्ला चाहिँ हाल 37 वटा रहेका छन्। चीन र भारत दुवैलाई छुने नेपालका गाविस भनेको दार्चुलाको ब्यास र ताप्लेजुङको लेलेप हाल चाहिँ ब्यास गाउँपालिका र पत्तालुङ गाउँपालिका भित्र पर्दछ। दुवैलाई छुने जिल्ला भन्नाले दार्चुलाको ब्यास गाउँपालिका र ताप्लेजुङको पत्तालुङ गाउँपालिका भइहाल्यो। उपमहानगरपालिका नभएको प्रदेश भनेर गण्डकी र कर्णालीलाई बुझिन्छ। महानगरपालिका नभएको प्रदेश भनेको लुम्बिनी, कर्णाली र सुदूरपश्चिम रहेको छ भने उपमहानगरपालिका धेरै भएको प्रदेश लुम्बिनी, जसमा 4 वटा उपमहानगरपालिका रहेका छन्। महानगरपालिका धेरै भएको प्रदेश बागमती, जसमा 3 वटा महानगरपालिका रहेका छन्। साथीहरू, अब हामी यहाँहरू समक्ष नेपालको भूधरातल विशेष गरिकन हिमाली, पहाडी, भित्री मधेस, तराईका र काठमाडौँ उपत्यकाका जिल्ला भनेर स्थानीय सरकार सञ्चालन ऐन 2074 मा उल्लेख भए अनुसार हिमाली जिल्ला 21 वटा रहेका छन्, पहाडी जिल्ला 28 वटा रहेका छन्, भित्री मधेसका जिल्ला 7 वटा रहेका छन्, तराईका जिल्ला 18 वटा रहेका छन् भने काठमाडौँ उपत्यकाका जिल्ला 3 वटा गरी 77 वटा जिल्ला रहेका छन्। स्थानीय तहको प्रशासनिक वर्गीकरण अन्तर्गत अति दुर्गम स्थानीय तह 162 वटा, दुर्गम स्थानीय तह 218 वटा, मध्यम 275 वटा र सुगम 98 वटा रहेका छन्। नेपालका प्रमुख हिम श्रृङ्खलाहरूमा विश्वको ठुलो पर्वतमाला हिमालय पर्वत अन्तर्गत 28 वटा हिम श्रृङ्खला नेपालमा रहेका छन्। नेपालमा करिब 1430 वटा हिमाल रहेका छन्। नेपालमा हिमालहरूको वैज्ञानिक मानचित्र बनाउने व्यक्ति भनेको मौरिस हर्जोग हुन्। मुटुक चुरेन हिमाल धौलागिरी क्षेत्रमा पर्दछ। बुढी गण्डकीदेखि त्रिशुलीसम्मको क्षेत्रमा पर्ने नेपालको एकमात्र हिमाल भनेको गणेश हिमाल हो। वाल्मीकि नगरको पुरानो नाम भैँसालोटन हो, जुन हाल नवलपरासी जिल्लामा पर्दछ। नेपालबाट सबैभन्दा नजिक पर्ने तिब्बतको सेरा बस्ती नेपालको हुम्ला जिल्लाबाट नजिक पर्दछ। त्यसैगरी नेपालका नदीनालाको कुरा गर्नुपर्दा ब्राजिल पश्चात जल सम्पदामा विश्वमा दोस्रो धनी देश नेपाल छ, जहाँ 6000 भन्दा बढी नदीनाला रहेका छन्, जसमा 160 किलोमिटर भन्दा लामा नदीहरू भनेको 100 भन्दा बढी रहेका छन् भने 11 किलोमिटर भन्दा लामा नदीहरू करिब 1000 रहेका छन्। नेपालका नदीहरूको पूर्ण लम्बाई भनेको 45,000 किलोमिटर रहेको छ। जल भण्डार क्षमता 2,02,000 मिलियन क्युबिक मिटर पर सेकेन्ड रहेको छ। विद्युत उत्पादन क्षमता 83,000 मेगावाट रहेको छ भने जुन कुरा 1967 साल सन् 1967 मा हरिमान श्रेष्ठको पीएचडी को शोधपत्रमा उल्लेख गरिएको छ 83,000 मेगावाट विद्युत उत्पादन नेपालमा हुन सक्छ भनेर। तर क्षमता र तथ्याङ्कको हिसाबले हेर्ने हो भने सन् 2083 मा नेपाल सरकारले गरेको एउटा अनुसन्धान अनुसार आर्थिक तथा प्राविधिक हिसाबले करिब 42,000 मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ भनी उल्लेख गरेको छ। नेपालका नदीनालाबाट 80 लाख हेक्टर क्षेत्रफल सिंचित गर्न सक्ने सम्भाव्यता रहेको छ। नेपालको 3.9 भूभाग नदीनालाले ओगटेको छ भने पानीको मात्रा हाम्रो विश्वमा हेर्ने हो भने 0.7% ओगटेको छ। विश्वमा जल सम्पदामा धनी देश ब्राजिलको जल स्रोत 5.67% रहेको छ भने नेपालका नदीनालाले विश्वको करिब 2.27% जल स्रोत ओगटेको छ।
नेपालमा सबैभन्दा छोटा नदी दाङ जिल्लामा रहेका छन् भने तराईको भावरमा सानातिना नदीहरू लुप्त भएर बग्दछन्। नेपाल जल प्रकोपले हुने क्षतिमा विश्वमा 30औं स्थानमा रहेको छ। नेपालका सम्पूर्ण नदीनालाबाट प्रति सेकेन्ड 170 अर्ब क्युबिक मिटर पानी बग्दछ। नेपालको सबैभन्दा बढी बालुवा ओसार्ने र स्थान परिवर्तन गर्ने नदी कोशी नदी हो, जुन नदी विश्वमा वाङ्गो पछि सबैभन्दा बढी बालुवा बोक्ने नदीको रूपमा रहेको छ। अब नेपालका केही नदीहरूको उद्गम स्थलको बारेमा यहाँहरू समक्ष हामी चर्चा गर्न गइरहेका छौँ। अरुण नदीको उद्गम स्थल तिब्बत, तमोरको पनि तिब्बत, त्रिशुलीको गोसाई कुण्डमा रहेको छ। त्यसैगरी बुढी गङ्गा भनेको जगदुल्ला ताल डोल्पामा रहेको छ। विष्णुमती सपन तीर्थ, सेती गङ्गा सैपाल, झिमरुक गइमुखु, सुनकोशी तिब्बतै भइहाल्यो, सेती गण्डकी अन्नपूर्ण, बागमती बागद्वार, कन्काई महाभारत पर्वत, दरौदी बुद्ध हिमाल, मादी अन्नपूर्ण हिमाल, त्यसैगरी इन्द्रावती जुगल हिमालमा रहेको छ भने मुगु कडाली लद्दाख हिमालमा रहेको छ। कालीगण्डकी मुस्ताङ लेक रहेको छ भने मर्स्याङ्दी दामोदर कुण्डमा रहेको छ। मेची भनेको लालीखर्क सिमलिला पर्वतमा रहेको छ। अब केही नदीहरूको पौराणिक नाम यहाँहरू समक्ष प्रस्तुत गर्छौँ। अरुण नदीलाई महाप्रभा, तिब्बतमा फुङचु भनिन्छ। मादीलाई माण्डवी वा रत्नवती वा कौमारी, त्यसैगरी माद्री, त्यसैगरी रत्नधारा नामले चिनिन्छ भने सुनकोशीलाई शुभश्रवा भनिन्छ। दुधमतीलाई पूर्वी राप्ती पनि भन्ने गरिन्छ। चेपेलाई चम्पावती भन्ने गरिन्छ। बुढी गण्डकीलाई यशोधरा भनिन्छ भने सेती गण्डकीलाई शुक्लगङ्गा वा सुवर्णसरिता वा वैष्णवी स्वरूपा पनि भनिन्छ। मनोहरालाई मणिमती भनिन्छ। त्यसैगरी कुकुमतीलाई कर्मनाशा भनिन्छ। तादीलाई सूर्यवती भनिन्छ भने धोबी खोलालाई रुद्रमती भनिन्छ। इन्द्रावतीलाई सत्यवाहिनी भनिन्छ। त्रिशुलीलाई कर्मधारा, त्रिशूलधारा, धर्मधारा र हरगङ्गा भनिन्छ। दुधकोशीलाई भद्रावती भनिन्छ। पश्चिम राप्तीलाई अचिरावती भनिन्छ भने बडीगाडलाई रुद्रगङ्गा भनिन्छ। पूर्वी राप्तीलाई दुध पोखरी भनिन्छ। लिखुलाई हेमगङ्गा, त्यसैगरी बरुड पनि भनिन्छ। दरौदीलाई विश्वधारा भनिन्छ। झिमरुकलाई धर्मवती, त्यसैगरी सप्तकोशीलाई कुमारी नदी, त्यसैगरी तामाकोशीलाई नारायणी स्वरूपा र कर्मनाशालाई उत्तरवाहिनी भनिन्छ। मर्स्याङ्दीलाई शीतप्रभा, उत्तर गङ्गालाई सानी भेरी भनिन्छ भने कर्णालीलाई पञ्चेश्वरी पनि भनिन्छ। कन्काईलाई छिन्तुपु भनिन्छ। साथीहरू, नेपालका नदीहरूको विलय हुने स्थान र उद्गम स्थल रहेको छ। भोटेकोशी भोट प्रदेशमा उद्गम स्थान रहेको छ भने सिन्धुपाल्चोक जिल्लाको 12 विषयभन्दा तल सुनकोशी नदीमा आएर विलय हुन्छ। इन्द्रावती जुगल हिमालबाट सुरुवात हुन्छ भने दोलाल घाटको सुनकोशी नदीमा आएर यसको विलय हुन्छ। तामाकोशी तिब्बतमा यसको उद्गम बिन्दु रहेको छ भने बेनीघाटमा सुनकोशी नदीमा मिसिएपछि यसको चाहिँ विलय हुन्छ। लिखु रोलवालिङमा उद्गम स्थल रहेको छ भने कोलोन्जर घाटमा अर्थात् सुनकोशी नदीमा आएर यो चाहिँ विलय हुन्छ। दुधकोशी सगरमाथा दुधकुण्डमा उत्पत्ति हुन्छ भने विशेष गरिकन सुनकोशीको पुल भन्दा तल जयराम घाट कुरुले भन्ने ठाउँमा आएर यसको चाहिँ विलय हुन्छ। अरुण नदी तिब्बतमा उत्पत्ति हुन्छ भने कुम्पु घाटमा आएर यसको चाहिँ विलय हुन्छ। तमोर नदी कञ्चनजङ्घामा उत्पत्ति हुन्छ भने त्रिवेणी घाटमा आएर यसको चाहिँ विलय हुन्छ। त्यसैगरी मादी अन्नपूर्ण हिमालमा उत्पत्ति हुन्छ भने दमौलीमा आएर सेती नदीमा मिसिन्छ। मर्स्याङ्दी दामोदरमा उत्पत्ति हुन्छ भने मुगलिन त्रिशुलीमा आएर यसको चाहिँ विलय हुन्छ। बुढीगङ्गा मनास्लो हिमालमा उत्पत्ति हुन्छ भने बेनीघाटमा आएर यसको चाहिँ
विलय हुन्छन्। कालीगण्डकी मुस्ताङ लेकमा उत्पत्ति हुन्छ भने देवघाट भन्ने ठाउँमा आएर कालीगण्डकी र त्रिशुली मिल्ने गरेको छ। यति जानकारी पश्चात आजको हाम्रो यो नेपालको भूगोल टिप्पण टापन भाग 1 लाई यहीँ बिट मार्ने अनुमति चाहन्छु। आजको भिडियोले पक्कै पनि यहाँको लोक सेवा तयारीमा केही सार्थक सहयोग गर्यो भन्ने हाम्रो अपेक्षा रहेको छ। कृपया अन्तिमसम्म भिडियो हेर्नु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। हामी अर्को नेपालको भूगोल टिप्पण टापन भाग 2 लिएर पनि उपस्थित हुनेछौँ। आजको श्रृङ्खलाबाट यहाँहरू समक्ष बिदा चाहन्छौँ। हस्, धन्यवाद, नमस्कार।